केपी ओलीको सरकारभन्दा पनि कम बजेट आयो। कर्णालीलाई सधैँ गरिब बनाउने भयो यिनीहरूले। एमआरआई मेसिन पनि दिएन, ट्रमा सेन्टर पनि दिएन। बरु के भन्दैछ भने कोही मान्छे घाइते भयो भने हेलिकप्टरमा उद्धार चाहिँ गरिदेऊला। यो कुनै आरोपको कुरा होइन, यथार्थको कुरा हो। 286 अर्ब रुपैयाँ अहिले केमा छुटाइएको छ? भौतिक पूर्वाधार तथा शहरी विकास दुईटा मन्त्रालयहरूको यताउति गरेर गर्दा 286 अर्ब छुटाउँदा कर्णाली प्रदेशमा जम्मा 4 अर्ब रुपैयाँ छ। बजेट केही क्रान्तिकारी आएको छ, केही रेभोल्युसनरी आएको छ। तर यो बजेटको कार्यान्वयन पक्ष चाहिँ के रहन्छ र यो कार्यान्वयन पक्ष चाहिँ कसरी लिन्छ भने सत्ता पक्षले चाहिँ बजेटको गुणगान गाउनुहुन्छ, प्रतिपक्षले चाहिँ बजेटको चाहिँ यो ठिकै आए पनि अलिक ठिक भएन, मिलेन भनेर भने प्रचलन छ। यो पटकको बजेट चाहिँ कस्तो छ? हामी सँगै बसौँ। अब पहिलो कुरा चाहिँ के छ भने अब बजेट भनेको सधैँ प्रतिपक्षले विरोधै गर्नुपर्छ भन्ने होइन सबभन्दा ठुलो कुरो। तर अहिलेको बजेटको जो विषयवस्तु छ, अब हाम्रो बजेट कति आयो? पहिलो कुरा 21 अर्ब 34 करोड रुपियाँ अहिले हाम्रो बजेट आयो। 2124 अर्ब 34 करोड भनेको 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ आयो। अब यसमध्ये अब यो बजेट त आयो, बजेट चाहिँ अब कहाँबाट कति उठाउने भन्दा 1405 अर्ब करिब राजस्वबाट उठाउने भनेर अहिले आयो भने 1405 अर्ब 31 करोड आयो भने वैदेशिक अनुदान 61 अर्ब 74 करोड ल्याउँछु भन्ने अहिले अर्थमन्त्रीको दाबी छ भने 657 अर्ब 29 करोड पैसा पुग्दैन। त्यो सामान्य रकम होइन। बजेट ल्याउनु ठुलो कुरा होइन। बजेट त अहिले 50 खर्बको पनि ल्याउन सकिन्छ भने हाम्रो कति रकम पुग्दैन भने 657 अर्ब 29 करोड रुपियाँ पुग्दैन। त्यसमध्ये 247 अर्ब 28 करोड विदेशबाट ऋण ल्याउँछु भनेको छ यो सरकारले भने 410 अर्ब के भनेको छ आन्तरिक ऋण भनेको नेपालभित्रबाट म ऋण उठाउँछु भनिरहेछ भने यो बजेट यहाँभन्दा अगाडि पनि 18 खरबको 17 खरब 19 खर्बसम्म आयो। तर कार्यान्वयन गर्दाखेरि 13 खर्बमा झरेको इतिहास छ। त्यो भएर 21 खर्बको यो 657 अर्ब 29 करोड रुपियाँ चाहिँ यो पैसा चाहिँ कहाँबाट ल्याउने हो सबभन्दा ठुलो कुरा। त्यो विषयवस्तु उठ्छ र रह्यो अब बजेटमा कर्णाली। अब कर्णालीको रातो किताब आउन बाँकी छ। तर अहिले बजेटमा केपी ओलीको सरकारभन्दा पनि कम बजेट आयो। जस्तो उदाहरणका लागि हामीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको कति छ बजेट आज अर्थमन्त्रीले पेश गरेको? ल हेर्नुहोस् है, यो कुनै आरोपको कुरा होइन, यथार्थको कुरा हो। 286 अर्ब रुपैयाँ अहिले केमा छुटाइएको छ? भौतिक पूर्वाधार तथा शहरी विकास दुईटा मन्त्रालयहरूको यताउति गरेर गर्दा 286 अर्ब छुटाउँदा कर्णाली प्रदेशमा जम्मा 4 अर्ब रुपैयाँ छ। 1 अर्ब नाङ्मदेखि गमगढीसम्मको कालेपत्रका लागि होइन, जबकि 91 करोड अलरेडी हामीले अघि लगिसकेका बजेट हो योभन्दा अगाडि सरकार बन्नभन्दा अगाडि भने